ल यहाँहरू सम्पूर्णमा नमस्कार। अहिले हामी यो हिमा गाउँपालिका वडा नम्बर 2 ओदी गाउँमा छौँ। यो ओदी गाउँमा हाम्रो एकजना बुवाले यो लिउ अथवा फेरुवा बन्नका लागि यो उनको यो डोरी बर्खालको डोरी यसरी चाहिँ यसलाई हाम्रो भाषामा चाँद पुर्ने भन्ने प्रचलन छ। चाँद पुरिराख्नु भएको छ र पछि यसलाई उहाँले क्रमबद्ध रूपमा यसलाई बुन्नु हुनेछ। यो हाम्रो एकदम प्रापूर्वकालदेखि चलिआएको हामीले ओड्ने ओछ्याउने का लागि एकदम यो स्वास्थ्यका लागि पनि एकदम राम्रो मानिन्छ। यसलाई हेर्नु उहाँ बुवाले चाहिँ गरिराख्नु भएको छ। अनि यो यसको ढाडीपाखीलाई प्रयोग गर्यो भने बाथ रोगहरू जस्ता रोगहरू पनि सामान्यतया सन्चो हुन्छ भन्ने हाम्रो प्रचलन छ। यसरी यहाँ हेर्न सक्नुहुन्छ, यहाँले पुरिराख्नु भएको छ, चाँद पुर्ने काम भइराखेको छ। उहाँले यसरी पुरिराख्नु भएको छ। उहाँ एकदम पुरानो अनुभवी। अब यस्ता लोप हुन लागेका हाम्रा पुर्ख्यौली कामहरू यसरी हामी यहाँहरूलाई देखाउन चाहन्छौँ। यसलाई लाइक कमेन्ट र सेयर गरेर सबैका माझमा पुर्याइदिनु र यो काम कसले गर्नुभएको छ यसमा केही थप जानकारी गर्न चाहनुहुन्छ भने यसलाई लाइक कमेन्ट र सेयर गर्नका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।